हेलो गुड मर्निङ साथीहरू। आज म तपाईँहरूलाई मेरो दिदीको घर र गणेशा बारीहरू चाहिँ भिजिट गराउँछु। म चाहिँ अहिले दिदीको घरमा छु अनि मेरो दिदीले डेली गर्ने काम र मेरो दिदीको प्रगति होइन त्यो चाहिँ तपाईँहरूलाई सेयर गर्छु। यहाँनिर यो चाहिँ मेरो दिदीले एकदमै मेहनत गरेर टिप्नु भएको दाउरा। अहिले नेपालभरि एकदम ग्यासको सर्टेज छ, तर पनि यता चाहिँ टेन्सन छैन किनभने लगभग मेरो दिदीलाई 1 वर्ष जति पुग्ने चाहिँ दाउरा यहाँ टिपेर थुपारेर राख्नु भएको छ। अनि यो चाहिँ मेरो दिदीको घर ठ्याक्क। दिदी यहीँ हुनुहुन्छ। कुखुरा खोज्नु भएको तर कुखुरै छैन। कतिवटा कुखुरा छ दिदी? मेरो लगभग 100 छ, सानो ठुलो गरेर 100वटा छ। अब हामी चाहिँ कुखुरा खोज्न जाँदैछौँ। ल आउनुहोस्, तपाईँ र म कुखुरा खोज्न जाने। अब मेरो दिदीले फेरि खडा बोलाउनुहुन्छ कि यहाँ। त्यहाँनिर अरू कुखुराहरू चाहिँ यस्तो हतार परेछ। यता चाहिँ फेरि बोलाउनै हुन्न, कुरकुर भन्नु पर्थ्यो के खुरखुर यसरी आउँछ यहाँनिर कुखुराहरू यस्तरी। तपाईँहरूलाई यदि लोकल कुखुरा चाहिन्छ भने सम्पर्क गर्नु होला है, एकदम मिलाएर सस्तो मूल्यमा पाउनुहुन्छ है यहाँनिर। तपाईँको चल्ला त एउटा मात्रै छ त। सब कागती यहाँनिर। यहाँतिर चाहिँ कुनै ग्यासको सर्टेज भए पनि नो टेन्सन है साथीहरू। यहाँ त पुरै दाउरामा पाक्छ नि खाना त। फेरि गाउँमा यस्तै रमाइलो हुन्छ। यता कुखुराको खोरहरू छ अनि यहाँनिर चाहिँ अर्ग्यानिक कागतीहरू। यो चाहिँ 12 मासे फलिरहेको हुन्छ। यो कागतीको बोट चाहिँ हेर्नु न, यहाँनिर यस्तो राम्रो 12 मासे यस्तो अमिलो एकदम अर्ग्यानिक छ कि यहाँ तपाईँहरूलाई देखाउँछु। यो चाहिँ यस्तो मस्त फलिरहेको हुन्छ होइन। यदि तपाईँहरूलाई यो कागती, यो 12 मासे फल्ने कागती तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। दिदी घाँस काटेर आइसक्नु भएको छ। बाख्रालाई घाँस हाल्न नै जानुभएको छ। कुखुरा पछि फेरि कुखुरालाई दिनु न दिदी, दिन त खै एउटा दिन त मुन। यो छोटो यो चाहिँ कुखुरालाई दिन्छु म। यो चाहिँ दिदीले बाख्रालाई दिनुहुन्छ कि। यहाँ बाख्रा फेरि एउटा मात्रै छ बाख्रा। एउटा चाहिँ हामीले अस्ति चैते